उत्पत्ति 14 अध्याय। लोतको कैद र छुटकारा। यसै समयमा सिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक र एलामका राजा कर्दोला ओमेर तथा गोइमका राजा तिदालले सदोमका राजा बेरा, गमोराका राजा बिर्सा, अदमाका राजा सिनाब, सबोइमका राजा सेमेबेर र बेलाका अर्थात् सुवरका राजाका विरुद्धमा युद्ध गरे। तिनीहरू सबै सिद्दिम अर्थात् खारा समुद्रको बेसीमा जम्मा भए। 12 वर्षसम्म त तिनीहरू कर्दोला ओमेरको अधीनमा बसेका थिए, तर 13औं वर्षमा तिनीहरूले विद्रोह गरे। 14औं वर्षमा कर्दोला ओमेर र उनका मित्र राजाहरू आएर अस्तेरोत कर्नेममा रपाईहरूलाई, हाममा जुजीहरूलाई, साबे क्रियातैममा एमीहरूलाई तथा होरीहरूलाई सेयरको पहाडी देशमा मरुभूमिनेर भएको एल परानसम्म अधीन गराए। त्यसपछि उनीहरू फर्केर एन मिसपातमा अर्थात् कादेशमा आएर अमालेकीहरूको जम्मै देशलाई र हासेसोन तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए। तब सदोम, गमोरा, अदमा, सबोइम र बेलाका अर्थात् सोअरका राजाहरू निस्केर सिद्दिमको बेसीमा उनीहरूसित युद्ध गर्नलाई मोर्चा बाँधेर जम्मा भए। एलामका राजा कर्दोला ओमेर, गोइमका राजा तिदाल, सिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योकसित यी 5 राजाहरूको विरुद्धमा 4 राजाहरू। सिद्दिमको बेसी चाहिँ अलकत्राको धापले भरिएको थियो र सदोम र गमोराका राजाहरू भाग्दा भाग्दै तिनीहरूका कोही मानिसहरू त्यहीँ जाकिए। बाँकी मानिसहरू चाहिँ पहाडतिर भागे। ती 4 राजाहरूले सदोम र गमोराका जम्मै माल सामान र खानेकुरा लिएर आफ्नो बाटो लागे। उनीहरूले सदोममा बसेका अब्रामका भतिजा लोतलाई पनि तिनका सबै माल सामान समेत लिएर गए। उम्केर भागेको एकजनाले आएर हिब्रू अब्रामलाई यो कुरो बताइदियो। तिनी एस्कोल र आनेरको भाइ एमोरीको मम्रेका फलाटका रुखहरूनेर बसेका थिए। तिनीहरू अब्रामसित मित्रभावमा थिए। अब्रामले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालिम पाएका 318 जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए। तिनले शत्रुहरूमाथि आक्रमण गर्न राति आफ्ना दासहरूको बीचमा दल दल बनाए र उनीहरूलाई परास्त गरे र दमस्कसको उत्तरतर्फको होबासम्मै उनीहरूलाई खेदे। तिनले सबै माल सामान र तिनका नातेदार लोतलाई र तिनका धन सम्पत्ति, स्त्रीहरू र मानिसहरूलाई समेत फर्काएर ल्याए। कर्दोला ओमेर र तिनका मित्र राजाहरूलाई जितेर फर्कँदा साबेको उपत्यका अर्थात् राजाको उपत्यकामा सदोमका राजा तिनलाई भेट गर्न आए। मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएका। अनि सालेमका राजा मल्कीसेदेक रोटी र दाखमद्द लिएर अब्राम कहाँ आए। उनी सर्वोच्च परमेश्वरका पुजारी थिए। उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने सर्वोच्च परमेश्वरबाट अब्रामलाई आशिष मिलोस्। सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तिम्रा शत्रुहरूलाई तिम्रा हातमा सुम्पिदिनु भयो। अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए। तब सदोमका राजाले अब्रामलाई भने, मलाई मानिसहरू मात्र देऊ, तर धनमाल चाहिँ तिमी नै राख्नु। तर अब्रामले सदोमका राजालाई भने, स्वर्ग र पृथ्वीका परमप्रभु सर्वोच्च परमेश्वरमा मैले यसरी शपथ खाएको छु कि एउटा धागो अथवा जुत्ताको फित्ता
वा तपाईँको कुनै पनि थोक म लिने छैन, नत्र त मैले अब्रामलाई धनी तुल्याएँ भनेर तपाईँले भन्नुहुनेछ। मसँग हुने मानिसहरूले जति खाएका र तिनीहरूका भागबाहेक म केही हिस्सा लिने छैन। आनेर, एस्कोल र मम्रेले चाहिँ आफ्ना भागहरू लिउन्।